आज चाहिँ मेरो बाइकको हल्का सर्भिसिङ गर्नुपर्ने भइरहेछ हैन। बाइकको पछाडिको व्हील बेरिङ गएर एकदम आवाज आइरहेको छ है। 2-4 दिनमा चाहिँ यसो लङ टुर हान्ने विचार गरिरहेको भएर आज फुल सर्भिसिङ हान्लाको बाइकको। यो चाहिँ वर्कसप भाइले हो मेरो बाइक बनाइदिन्छ चाहिँ। यो चाहिँ नि स्पकेट बुस हो। भाइले स्पकेट बुस चेन्ज गर्दैछ मेरो बाइकको। बिस्तारै हान है। स्पकेट बाङ्गिन्छ नि त यार। स्पकेट बाङ्ग्यो भने त झिल्याङ हुन्छ नि त। यताबाट लिभरले यो डर्सेल नबिगार है। डर्सेल हाल्नुपर्छ। नबिगारिकन बिस्तारै निकाल। बिस्तारै हो। दुईतिरबाट एकैतिरबाट नगर। दुईतिरबाट बिस्तारै गर्नुपर्छ हो भाइ। यसरी बोल्न नलगो भनेको क्या, त्यही भएर। ए पुरै गइसक्यो। मेरो बेरिङमा चाहिँ पुरै कडेको आवाज आइरहेको थियो बाइकमा टर्निङ हान्दाखेरि होइन। यस्तो गइसकेको छ यो गाइज। बेरिङ चाहिँ टाइममा चेन्ज गर्ने गरौँ है। अनि हामीलाई त्यो भएर टाइममा चेन्ज गर्ने गरौँ। यो नि हो भिजुअलको यो हो। यो भिजुअलको गाइस बेरिङको हालत चाहिँ यस्तो भएछ है। त्यही भएर टाइमली सर्भिसिङ चाहिँ गर्नुपर्छ। तिम्रो हब सब जाने चान्सेस हुन्छ फेरि चलायो भने। पछि एक्सिडेन्ट हुने चान्सेस सुधो हुन्छ। यो चाहिँ व्हिलको बेरिङ। यो चाहिँ ठिकै रहेछ है। यतापट्टि चाहिँ धेरै गाह्रो छ। हो तपाईँको देब्रे साइडको ढलको धेरै आवाज आउँथ्यो। बेरिङको कन्डिसन खराब भइसकेको छ गाइज। रफसिल भन्छ त्यसलाई। डस्टसिल हो। त्यसले तपाईँको धुलो सुलो फोहोर छ कि